हेलो एभ्रिवान, आज चाहिँ मैले पहिलोचोटि चिकन अचारको रेसिपी लिएर आएको छु। मैले चाहिँ सुरुमै भिडियो खिचिनँ किनभने मलाई चिकन यत्तिको फ्राई हुँदै गर्दाखेरि मात्रै भिडियो बनाउनु मुड आयो। सुरुमा चाहिँ मासुलाई हल्लीसम्म छुट्याएर मसिनो गरी काट्यो, त्यसपछि तोरीको तेलमा मजाले डिप फ्राई गरेर निकाल्यो। लसुन र अदुवा यत्तिको फ्राई भइसकेपछि चाहिँ मैले घरमै भुटेर पिसेर राखेको रातो खुर्सानीको धुलो, जिरा धनियाँको धुलो, स्वाद अनुसार नुन राखेर एकछिन चलाइदिएँ। र त्यसपछि चाहिँ मैले राखेँ भुटेर पिसेको टिमुरको धुलो अनि 5 फुरनको धुलो, त्यसपछि बेसार राखेर फेरि एकछिन चलाइदिएँ। र अब चाहिँ पालो भएको छ अघि फ्राई गरेर राखेको मासुलाई मिक्स गर्ने। मैले चाहिँ यो मसला मजाले मासुसँग मिक्स हुने गरी मजाले चलाएँ। त्यसपछि चाहिँ ग्यासको फ्लेम अफ गरेर मैले भिनेगरको बिर्कोको 3 बिर्को भिनेगर राखिदिएँ। अब चाहिँ अचार खानको लागि रेडी भइसकेको छ। मैले चाहिँ 3 घन्टा जति यत्तिकै बाहिर कराईमा सेलाउन छोडिदिएँ र एउटा पटमा स्टोर गरेर राखेँ।